एउटा हात पानी त कताबाट त नि आएको पानी जाऊ है जाऊ है कसलाई खोज्दै हिँडेको उता म त यताबाट आएको त उता जाने कुद्नु कुद्नु गडबड ए बुझ्छु हो क्या खुवाइदिन्छु गो बिचरालाई लु तिम्रो नाम के अरे के अरे अनि यसलाई भन्छ रियल एडभेन्चर everyone welcome to our new vlog after a long time हामी चाहिँ नयाँ भ्लग लिएर कति महिनापछि हो अब ब्रो म कति महिनापछि लगभग 6 महिना भयो क्या दसैँ महिना बनाएको दसैँ महिना कहिले बनाएको आज चाहिँ नयाँ भ्लगसित नयाँ नि नयाँ भए कति भयो त्यत्रो पछि बनाएको आज चाहिँ हामीहरू घरबाट फेरि भ्लग बनाउने त चलनै छैन हिँडेको हामी ब्रो र म हामी चाहिँ कहाँ हिँडेको किधर किधर नवग्रह के हो नवग्रह मन्दिर नवग्रह मन्दिर हिँडेको हामी चाहिँ के हो त नि मतलब के छ अब त्यसको मुख्य विशेषता घुम न नेपालकै पहिलो पहिलो अझसम्म गएन मतलब नेपालकै पहिलो नवग्रह मन्दिर चिन्न त सबै थिएन उहाँ जान कपाल नि कत्रो भयो कपाल नि काट्न छ च्याकचुट च्याकचुट उहाँ पनि हो उहाँ पारि त्यो रोड जस्तो देखेको लास्ट डाँडा के हो हामफाल्ने विचारमा हो क्या हामी चाहिँ भर्खर घरबाट खाना खाएर हिँडेको रेडी भएर दुईजना मात्र हिजो सौगात हावा पनि चल्यो फेरि तातो हावा के जाउला कि तल छेउछेउमा नहिँड तल यहाँबाट खस्यो नि कहाँ पुनि हो म तिमीलाई खोज्न जाने कि क्यानी नि अनि मन्दिर हिँडेकै दिन आखेरि पुल्लुङ्गै पल्टिने रे उहाँ पुनः गएर कपाल काटेर माथि हिँड्दै जाने हो गाह्रो छ गाडी नि भेटिएन क्या आज त भेटिएन भन्दा नि हिँड्दै जाने भनेर हो के भेटिएन भन्ने हो कुन भ्लग रे तिजको बेलामा बनाएको भ्लग योभन्दा पहिला वर्ष हो कि होइन हो कि यही वर्षको अब कहिले थियो तिज भदौमा भदौको चैत अब न्यु इयर पर्सि सबैलाई एडभान्समा ह्याप्पी न्यु इयर तर भ्लग चाहिँ आजै आउनु होला आउँछ त नआए पनि भ्लग आउने बेरसम्म न्यु इयर नि आउँछ त्यो भएर ह्याप्पी न्यु इयर सबैलाई हिजो धन्दा परेन त्यो भएर आज हिँडेको यहाँ घडी ठुलो भएर डोले गएर छुट्याउने प्रतीक्षालाई कसको प्रतीक्षा गर्ने हुँदा नि यहाँ गाडी जतिको रहेछ क्या हामी चाहिँ फाइनली हामी चाहिँ नवग्रह त होइन यो पहिलो मन्दिर जाँदा जाँदा कतिवटा मन्दिर भेटिन्छन् शिवको मन्दिर यहाँ झन् रमाइलो हुन्छ नि उसमा शिवरात्रिमा लास्टै बाजा बजार जाँदा जाँदा कतिवटा अझ भगवतीमै नि भेटिनुहुन्छ हाम्रो कति हरियाली हो पुरै हरियाली मात्र हजारकै हामी त सर्टकट बाटो झर्ने हो गर्मी भएर मैले यो खोल्दै गयो यस्तो गर्मीमा नि यो लाएर हिँड्यो भने यता नि खोलेर लास्टै गर्मी है होला जस्तो छ है भगवती भाइ अहिले पस्ने कि आउँदा हामी फाइनल्ली चोर
यस्तो नि हुन्छ कति गर्मी हो दुईटै खोल्छ यहाँ रहेछ त यत्रो धारो हुँदा त कसको घरको धाराको पानी खोलिदिएर आयो त देख्थ्यौ यताबाट हिँड न यत्रो ढोर गेट छ नखोल्ने कि यत्रो जय नेपाल सङ्गम ल सल्युट नेपालको लागि ओए ल ल दादाले बोल्नु ल हेलो अब हामी चाहिँ कहाँ भेटिन्छ म कपाल काट्ने ठाउँमा भेटिन्छ चलो चल्ते हामी चाहिँ अब दुईजना मात्र मेरो चाहिँ लुक यस्तो छ अगाडि अझै दुईजना हिँड्यौँ बाटै बिर्सेर उहाँ पुगेको सोधेर हिँडेको यो बाटो हिँडेको थाहा छैन पुग्न त पुगिन्छ नि यस्तै फोहोर फाल्छ नि यार है किन फाल्यो अहिले हामीले त्यसले त फाल्नु अनएक्सपेक्टेड एन्डिङ सित माथि देख्यो हो कि पुगिन्छ याद आयो मलाई अलिअलि हो कि 1 वर्ष भयो त आएको नि अनि टाढो सम्झिने पनि बाटो ती पनि त्यतिखेर त बाइकमा गएको फटाफट रोटी सटापट होइन फटा के जे भने होस् लाएर यार यस्तो उकालो ठाडै 12 बजिसक्यो बज्न लाग्यो के छैन फाइनली चौतारामा आइयो मन्दिर नि पुगिन्छ है हामी चाहिँ अब नवग्रह 15 मन्दिर जानु लाग्यो है खाली उता जानुपर्ने हो के अरे यार है हामी के खाली उता जानुपर्ने हो के अरे पहिला उहाँ जाऊँ उता जाऊँ अनि हामी चाहिँ प्रिय फाइनली आज अब चाहिँ हामी पहिला जाऊँ हाम्रो त के छ अब मन्दिर बाहिर खाली उता जानु पर्यो नि त त्यो भएर पहिला उहाँ त्यहाँबाट यस्तै हिँड्दै आउने घुम्ने अनि युट्युब च्यानल त भन्नु न के हो नि नाम खोइको हाम्रो सब्सक्राइबर भेटिनु अझ हाम्रो च्यानललाई सब्सक्राइबर मतलब अब सब्सक्राइबरहरू हुनुहुन्छ हेलो जाने बाटो उहाँ ओम भन्यो है ओती ओम उताबाट देखिन्छ कि उहाँ मन्दिर हेल जाने बाटो गाडीहरू कति अन्ने यहाँबाट लहरै चाहिँ अब यहाँ आइसक्यौँ यहाँ धेरै बोल्न हल्ला गर्न मिल्दैन त्यही भएर साइलेन्ट चाहिँ पुरा टाइम ल्याप्समा हुन्छ अब हामी छिरेको ए पैसा हेलो कता हो radio हाम्रो भ्यू त है कति राम्रो यो आर्टिफिसियल ग्रास होइन ग्रास होइन के हो होइन आर्टिफिसियल चाहिँ छ हेर न आम्मामा है सङ्गम
फाइनली उस गरेर आइसक्यौँ भित्र चाहिँ भिडियो अलाउड नरहेछ कि है ठ्याक्कै भनिदिनु भयो यदि नोटिस यहाँ चाहिँ पञ्चकन्या मन्दिर छ हामी पञ्चकन्यामा गएनौँ वहाँ गएर आयौँ उता घाम भित्र पञ्चकन्या मन्दिर भजन चल्दैछ ए भजन भन्दैन के भन्छ उसको मन्त्र सूत्रहरू चल्दैछ भित्र हामी गोत्र थाहा छैन गोत्र सोध्नु भएको के अरे उँधो उँधो के नाम गोत्र गोर्वे गोर्वे गोर्दे खोइ यार फोन खस्यो भने कता ओम ओम नमः शिवाय पालिकाको भवन हो कति आनन्द भयो यहाँ साइलेन्स रहेछ कि मतलब साइलेन्स त उता छ कि के भन्छ यहाँ जस्तो कोही नभएको क्या यहाँ हामी दुईजना मात्र छौँ कसो घुमेको थाहै नहुने है ओके कस्तो भयो त अनि आज फर्स्ट टाइम नेपालको पहिलो नवग्रह मजा आयो जे भयो नि त्यही यो के कुरो फेरि नामै बिर्सेँ धुपी सल्लाह धुपी सल्लाह धुपी जे भयो नि सल्लाह र धुपीमा एउटा हो फर्किन लागेको मौसम यस्तो भयो अँधेरै हुन लाग्यो पञ्चकन्या मन्दिरभित्र त गएनौँ बाहिरबाट हेऱ्यौँ यसो फोटोसुट भयो होइन फोटो सुटिङहरू भयो टिकटक पनि भयो क्या यसो छ्यासा म्यासा फर्स्ट टाइम बनाएको जस्तो हो त्यस्तै होइन अहिले चाहिँ अब सब जाऊ है कसलाई खोज्दै हिँडेको उता म त यताबाट आएको त उता जाने कुद्नु गडबड ए बुझ्छु हो क्या खाना नजानेको त्यस्तै हो टुङ त्यहाँ हामी चाहिँ अहिले फर्किदियो खै मैले हो कि अरे पार्टी दिएको फेरि के को पार्टी हो मलाई थाहा होइन र पार्टी चाहिँ पार्टी हो अब चाहिँ हामी घर फर्किदिएको पानी पर्छ क्या आज त है यता घाम लाग्यो यता के भएको त नि यस्तो पर्यो होला अब घर अब हामी कति भयो 1 घन्टामा पुग्छौँ साजा खाएर हिँड्यौँ अब हामी चाहिँ अघि पनि खाँदै जाने हो आजको भ्लग पनि यतैतिर एन्ड होइन घर त पुगिन्न फोनको ब्याट्री नै छैन कति छ 5% छ 5% ब्याट्री छ यो भर्खरै सकिन्छ त्यही भएर आजको भ्लग चाहिँ यतैतिर एन्ड हुन्छ भाइ अब 2-3 महिना होइन कति महिनापछि भेटिन्छौँ अब हेरौँ यो छुट्टीमा बनाइएछ भने भेटिन्छ छिटै बनाइएन भने दसैँमा भेटिन्छ कि बर्खेभित्रमा भेटिएला चलो भाइ आजको भ्लग चाहिँ यतैतिर एन्ड गर्छौँ ल नेक्स्ट भ्लगमा भेटौँ ल टाटा भनौँ तिमीलाई के मलाई आउँदैन गफ लाउनु तिमीलाई